कोटा सभामुख महोदय, काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाको 5 नम्बर र 3 नम्बर वडामा 3 दिनदेखि आगलागी भइरहेछ। आगो बस्तीको छेउछाउ आइसकेको छ र अब त्यो फैलेर 6 नम्बर 2 नम्बर 1 नम्बरमा जाँदैछ। त्यो कुन ठाउँमा छ भने महाभारत रेन्जकै सबैभन्दा अग्लो नारायणथान जुन 3018 मिटर छ त्यसको मुनि छ। सरकारलाई थाहा छ, सबैलाई थाहा छ, यो साल पानी परेन, हिउँ त हिमाल नै काला पत्थर जस्तो भइसक्यो। त्यो आगलागी नियन्त्रण गर्नुपर्छ, नत्र बस्ती जोखिममा हुन्छ भन्ने कुरामा मैले सरकारको ध्यान आकर्षित गर्न चाहेँ र डिजास्टर रिकभरी सेन्टर त्यसमा लागोस् र अरू निकायहरूलाई परिचालन गरोस्। आजदेखि एसई परीक्षाको सुरुवात भएको छ। म विद्यार्थीहरूलाई उनको सम्पूर्ण सफलताको शुभकामना दिन्छु। तर सरकारले केही काम गरिरहेर एउटा समस्या भएको छ, कामभित्रको समस्या। त्यो के हो भने अहिले कोरी बाटी गरेर विद्यार्थीहरूलाई बिहान स्कुल पठाउने कुरा हुन्छ, तर साँगादेखि धुलीखेलसम्म 24 घण्टा धुलो उड्छ र एसई परीक्षा दिन जाने विद्यार्थीहरू स्कुल पुग्दा आँखा चाहिँ नदेख्ने स्थिति हुन्छ र उनले जाँच कसरी दिन्छन्। मेरो भनाइ यति छ सभामुख महोदय, सरकारले 2 पटक त्यो निर्माणाधीन बाटोमा पानी हाल्ने काम गरोस्। अब गाडी दुर्घटना पनि एकदमै बढिरहेको छ। मैले धेरैपल्ट भनी सरकारले सुन्या चाहिँ छैन। गाडी ठोके अघिल्लो गाडी कता जान्छ पछिल्लोले देख्दैन, ट्वाक ट्वाक ड्याम ड्याम ठोकिन्छ, बाइक लडे हुन्छ, सडक विभाग हेरे हुन्छ। त्यो एउटा स्थिति छ। अर्को पनि बाढीबाट गएको परेको प्रभाव पाँचखालको बोहरे दोभानदेखि तिमाल गाउँपालिकाको पुरानो 6 वटा जति यो